स्माइल देऊ न स्माइल खै हाँसे खै कहाँ आएको छौ हामी आज खोला पिकनिक आजको मेडेको सानो हाम्रो ड्राई पिकनिक हो हामी चाहिँ यहाँ आएको छौँ आज खोलामा हामी चाहिँ अहिले रम्फू खोला रानीवनको नजिकमा छौँ जग्गा चाहिँ हाम्रो टेन्ट माथि छ हो अरू पनि छ पिकनिक खेल्ने पर हो हाम्रो चाहिँ सुरुवात चाहिँ कोकदेखिको भाग चाहिँ कोक हो एकदम बुढियाले दामी बनाएको छ मिठो मिठो खानेकुरा घरमै आलुदम र अब चाहिँ हामी पोर्कलाई म्याग्नेट गरेर ल्याएको छौँ घरबाट हो सो यसलाई चाहिँ हामी यो आगोमा सेकाएर खाना गइरहेको छौँ त सक्नुहुन्छ म्याग्नेट चाहिँ हामीले घरबाटै ल्याएर आएको सबै कुरो यहाँ आएर हामीलाई प्रब्लम हुन्छ भनेर सबै कुरा हामीले घरबाट नै रेडी गरेर ल्याएको छौँ खालि यसलाई हामीले आगोमा सेकाएर मात्रै हामी खानेछौँ है त घरबाटै उसिनेको हो यो हो उसिनेर पाकिसकेको छ देख्न सक्नुहुन्छ टेम्परेचर हो बाई कोक खाएको हाम्रो सेकको अलमोस्ट रेडी भइसकेको छ है त एकदम दामी जग्गा छ आमा छोरा चाहिँ यहाँनिर हो पुच्का खाँदैछ र हाम्रो सेकुवा चाहिँ रेडी भएको छ हो देख्न सक्नुहुन्छ पर्कको सेकुवा देख्न सक्नुहुन्छ एकदमै दामी भएको छ है त अब यसलाई हामी इन्जोय गर्ने छौँ कस्तो भयो दामी र अब चाहिँ हामी
लन्च गर्दैछौँ है। टाइम चाहिँ तर धेरै नै भइसक्यो। अघि नै हामीले अरू स्न्याक्सहरू खाएकोले गर्दा बढी टाइमै भइरहेको थियो। सो हामीले अहिले बिस्तारै लन्च गर्दैछौँ हो। लन्चमा चाहिँ हामीले के ल्याएको छौँ भन्दैौ न। र हामीले चाहिँ सुन्नुभयो होला हाम्रो इथान पनि आएको छ हामीसँग हो। हामी 3 जना छौँ। देख्नुहुँदैछ है क्याम्पिङ साइट हाम्रो एकदमै दामी छ। यो जग्गा चाहिँ तल्लोपट्टि खोला हो, पारिपट्टि चाहिँ डल्लै सिक्किम हो देख्दै गरेको। र पर पनि पिकनिक खेल्नेहरू चाहिँ छ। पर चाहिँ अब डान्स सबै चलिरहेको छ। हामी चाहिँ यहाँ अलिकति सेपरेटमा छौँ। हाम्रो चाहिँ घरबाटै बनाएर ल्याएको हो सबै कुराहरू देख्न सक्नुहुन्छ। हाम्रो राइस छ सर्भ गर्नुहुँदैछ हो। हाम्रो खाना चाहिँ हो। सर्भ गरिसकेको छ र अब चाहिँ हामी खाँदैछौँ है त ल।